Hello everyone, welcome my mini vlog. आज चाहिँ चैते दसैँ मैले चाहिँ पुलाउ मासुहरू बनाउँदैछु। यो चाहिँ हो पुलाउ। मैले चाहिँ आज कराईमा पकाएँ। मम्मीले चाहिँ सधैँ कुकरमा पकाउनुहुन्थ्यो, तर मैले आज चाहिँ कराईमा पकाएँ। त्यसपछि ढाकिदिएँ अनि त्यसपछि मासु हेर्न लगाएँ। मासु हेरेँ, चलाएँ, यस्तो मिठो भएको थियो साथीहरू। अनि त्यसपछि मम्मीले खाना पस्किनुभयो अनि खाना पस्किसकेपछि गुवाम ल्याएर खाएँ एक कटोरा। अनि यो चाहिँ चिसो कसलाई मनपर्छ साथीहरू? मलाई त एकदम मनपर्छ यो चिसो भन्ने चिज। ल हेर्नु है त के गर्छु अब मैले।